नमस्कार। आज हामी विशेष गरिकन कोशी प्रदेश सरकार अनि कर्ण फाउन्डेसन र बेलगा नगरपालिकाको त्रिपक्षीय लागत साझेदारीमा अपंगता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गतको सहायक सामग्री वितरण कार्यक्रम आजबाट सुरु भएको छ। यो हामीले राष्ट्रिय अपंगता कोषबाट चाहिँ विशेषज्ञ डाक्टरहरूसहित नापजाँच शिविर सञ्चालन गरेका थियौँ। त्यसमा चाहिँ 48 जनाले आज यो सेवा लिँदै हुनुहुन्छ। त्यसमा 71 थान सामग्रीहरू अहिले आएको छ। त्यसको आज चाहिँ उहाँ अलिकति अस्ति नापजाँच गरेर हामीले सामान बनाउन दिएका थियौँ। आज त्यो नापजाँच सहितको सामान आएको छ र विशेषज्ञ टोली चाहिँ प्राविधिक टोली नै आज यहाँ आउनु भएको छ। ती नापजाँच गरेर ल्याएका सामग्रीहरू चाहिँ अपंगता भएका व्यक्तिहरूलाई चाहिँ आज फेरि त्यहाँ चाहिँ प्रयोग गरेर सिकाएर केही चाहिँ मिलाउनु पर्ने कुराहरू जोइन्ट गरेर प्राविधिकले नै गरेर आज गरिरहेको छ। आज नजिकका हामीले 4-5 जना चाहिँ अपंगता भएका व्यक्तिहरूलाई सामग्री दिँदैछौँ र यो निरन्तर भोलिसम्म रहनेछ। भोलि बिहान 8 बजेबाट यो कार्यक्रम फेरि सुरु हुनेछ। त्यसो भएको कारणले गर्दाखेरि अब खासमा यो अपंगता चाहिँ एक परिवारमा एकजना भयो भने सिङ्गो परिवार नै रोकिँदो रहेछ। अब अपंगता भएको व्यक्तिको जीवन त रोकियो तर परिवारै पछाडि पर्दो रहेछ। त्यसो भएकोले गर्दा आज हामीले यो दिएको सहायक सामग्रीले चाहिँ उहाँहरूको रोकिएको जीवन पनि अगाडि बढ्नेछ र परिवारलाई पनि चाहिँ सजिलो हुनेछ भनेर चाहिँ हामीले त्यो आशा लिएका छौँ।